हेलो एभ्रिवान। आज चाहिँ मेरो घरमा खेतला छ। त्यही भएर म चाहिँ अहिले चाहिँ चिया पुऱ्याउनु जाँदैछु। भाइ र म। यो चाहिँ हो हाम्रो बारी जाने बाटो। इस्कुसको टार बनाउनु हुँदैछ मामाहरूले। त्यही भएर चाहिँ भाइ र म चिया पुऱ्याउनु गएको एक्लैले। फोन पक्रिँदा यहाँनिर के चियाको जग अन्त यो ब्यागभरि चाहिँ के हालिदिनु भएको छ छ्यामाले चियाहरू। मेरो हात चाहिँ यो जगले गलेर चाहिँ भाइलाई पास गरेको नि। त्यही भएर चाहिँ जाँदैछौँ हामी चिया पुऱ्याउनु भाइ र म। यो चाहिँ बाजे हुनुहुन्छ। बाजे चाहिँ चोया केलाउनुहुन्छ। त्यही भएर बाजेले को हो भन्दै सोध्नु हुँदैछ कि। त्यही भएर बाजेलाई चाहिँ म जिस्काइबस्छु नि त। यहाँनिर चाहिँ मामाहरू इस्कुस टार बनाउनु हुँदैछ। आज त घाम टन लागेर हत्तु भइराखेको छ। बाजेहरू सबैजना खेतला मामाहरू। यहाँ तल चाहिँ हो हाम्रो बाजे र बोजूको कपुर। यहाँ बारीको बिचमा छ हाम्रो बाजे र बोजू चाहिँ। अन्त हाम्रो इस्कुसहरू फलिरहेको छ अलिअलि। यहाँनिर चाहिँ फर्स्ट हो नि त 2 वर्ष भर्खर यो वर्ष चाहिँ 2 वर्ष मात्रै हुँदैछ इस्कुस लगाएको। त्यही भएर त्यस्तो डरलाग्दो ज्याङ्गिएको छैन इस्कुस र पनि फल्दैछ। यत्तिको भएको छ। यहाँ चाहिँ म ब्यागमा चाहिँ इस्कुसको पत्ता टिप्दैछु सुँगुरलाई लगाइदिनुको लागि। त्यतिकै खाली किन जानु भनेर इस्कुसको पत्ता टिप्दैछु। फोन राख्ने जग्गा नभएर चाहिँ हेर्दैछु रेकर्ड हुँदैछ कि हुँदैन भनेर घुमेर पनि हेर्नुपर्छ। भरे फोन राखेर भिडियो नै भएको हुँदैन। कति त्यस्तो भएको छ कि मेरो चाहिँ। यो भिडियो चाहिँ मैले 4 दिन बादमा चाहिँ अपलोड गरेको किन भन्दाखेरि चाहिँ मेरो स्टोरेज भएन कि। त्यही भएर चाहिँ अपलोडै हुनु मानेको थिएन। यहाँ चाहिँ म माछा बनाउँदैछु। यो माछा चाहिँ हड्डी नभएको माछा हो। फ्राई गऱ्यो भने डल्लै उयो भइजान्छ अरे फ्याटफुट हुन्छ अरे कि। त्यही भएर चाहिँ यसलाई चाहिँ सुप लगाएर पकाउनुपर्छ। मैले अलिक ज्यादै सुप लगाएछु नि त यसमा। त्यही भएर बिचमा त भिडियो के कता आएको गएकोहरू त बनाउनु पाइनँ। यो चाहिँ भाइ र छ्यामालाई लसुन केलाउनु हुँदै थियो र चाहिँ मैले चियाभन्दा पनि कफी रेडिमेड कफी बनाएर लगिदिएको। भाइ र छ्यामालाई केहरू बनाएर ल्याउँछ भन्नुहुँदै थियो छ्यामाले। भाइले पनि के चाहिँ हो भन्दै थाप्दै थियो। त्यही भएर यहाँ लसुन केलाउनु हुँदैछ। आफ्नो आफ्नो काम छ हाम्रोमा चाहिँ। मेरो चाहिँ